बस ल ल जाम अब ओ हाम्रो जानु सरलाई यो हाम्रो यस बुद्धपुर नगरपालिका वार्ड नम्बर 9 अन्तर्गत रहेको बिर्जातालमा आज यो स्टिमर डुङ्गा सञ्चालन भएको छ। यसले गर्दा पर्यटनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, जसले गर्दाखेरि बाह्य अथवा आन्तरिक रहेका हाम्रा घुम्न आउने पाहुनाहरूलाई पनि आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ भन्ने हामीलाई लागेको छ र हामी सबै मिलेर यसलाई प्रसारको वातावरण अन्तर्गत तपाईँ हामी पत्रकार लगायत हाम्रो जनप्रतिनिधि साथीभाइ सबै मिलेर गाउँ समाज सबै मिलेर यस्ता स्थानीय तहमा रहेका पर्यटकीय स्थलहरूलाई पनि प्रसार गर्नुभयो भने हाम्रो आर्थिक उन्नति पनि हुन सक्छ र समाज परिवर्तन पनि गर्न सकिन्छ भन्ने मलाई लाग्छ। वास्तवमा हाम्रो बुद्धपुर नगरपालिका एउटा भनौँ तालले घेरिएको एउटा प्राकृतिक स्रोत भएको नगरपालिका हो। यसभित्र थुप्रै महत्त्वपूर्ण तालहरू छन्, जसमध्ये बिर्जा ताल हो। आज हामी यो बिर्जा तालमा छौँ र यो बिर्जा ताल एउटा पर्यटकीय पछिल्लो क्रममा पर्यटकीय क्षेत्र बन्दै गइरहेको छ। यहाँ विभिन्न आन्तरिक तथा बाहिर पर्यटकहरू आउने क्रम जारी छ र आज यसले एउटा थप टेवा पुर्याएको छ भन्ने मलाई लाग्छ। र यसै गरी हामी यस बुद्धभित्र रहेका अन्य तालहरू हामीले कुनै तालहरू संरक्षणको अभावमा छन्, त्यसमा नगरपालिकाको त्यति धेरै चासो नभएको हामीले पाएका छौँ। संरक्षण गर्दै लग्यो भने यसमा आन्तरिक पर्यटक सँगसँगै बाहिरी पर्यटक ल्याएर हामीले यहाँका किसानहरूको, यहाँका समाजहरूको, यहाँको समाजको व्यक्तित्वहरूको चाहिँ आर्थिक अवस्थालाई परिवर्तन गर्न सकिन्छ, उहाँहरूलाई आय आर्जनको क्षेत्रमा लगाउन सकिन्छ। सँगसँगै ती तालहरू व्यवस्थित गर्दै गइयो भने व्यावसायिक माछा पालनहरू गरेर त्यहाँबाट पनि आम्दानी गर्न सकिन्छ। यसले नगरपालिकाको समग्र विकासमा एउटा महत्त्वपूर्ण टेवा पुर्याउँछ र हामीले हाम्रो विकासको एउटा आधार स्तम्भ भनेकै हाम्रो जहाँ जुन स्रोत छ, स्थानीय स्रोत छ, त्यसलाई परिचालन गरेर मात्रै त्यो ठाउँको विकास गर्न सकिन्छ भन्ने मान्यता राख्नुपर्छ। नमस्कार, मोर नाम हो मीना ठारू। मैं हरियाली सामुदायिक वन के अध्यक्ष हूँ। बिर्जा ताल के फिर अध्यक्ष हूँ।
जैसे कि हमन के ई पुराना हमरन के अग्रज पुरखा लोग बनैल हनी मानव निर्मित पोखरी हो बिरजा टाल कहना पहले छोट मोट तलवर है ऐसे करत करत हमरे जैसे यहाँ इंद्रेनी होगी और संस्था से होगी यहाँ से सहयोग पा के हमरे थोड़ी और बड़ा हिन कैली जैसे पहले हमन के ई चैत बैसाख मन हो रहे तो ई तलाव पानी सुखा जाते है तो हमन के कृषि खेती लिए फिर समस्या होते है। अब जब हमन इंद्रेनी यहाँ सहयोग कैल तो हमरे ई तलाव के बड्डे बनैली खनैली जैसे और पहले से गहीर कैली टेम ढेर कुन पानी संचित होइत तो एक मारे हमन के चैत बैसाख मन फिर नहीं सुखाइत हमन के खेती किसानी के लिए एमें फिर ढेर फायदा होइत। और जैसे हमरे पहले मकई खेती नहीं करती तो आजकल हमरे अहिले पर्यटनमा चाहिँ के छ अहिले तपाईले जो पर्यटनलाई मात्र जोड्नु भयो भने पर्यटन मन जैसे हमरे यही है हमन के तलाव मन पहले थोड़ थोड़ मन आइठन पिकनिक खाई ते हमर एकदम खुशी लागल हमरे ई अपन गांव ठाव के हैं ये हमन तलाव के हैं पर्यटक के रूप में हमरे कैसे बनाई कह के हमन के यहाँ जब ढेर पिकनिक खाए लगलन ते हम तहिन एक ठुन आशा होइल कि हमरे ई ठाव के एकदम बढ़िया बनाई हमन के यहाँ पिकनिक खाए ठन रमाइलो करथन ते हमन के गाँववासी ने फिर ढेर खुशी लागत। अनि भाडा कति हो त यसमा यो हुन त हामी धेरै पहिलादेखि नै यो प्रोसेसिङमा थियौँ है ढुङ्गा सञ्चालनका लागि र यो पनि एउटा चाहिँ पर्यापर्यटनको लागि चाहिँ निकै नै अहम भूमिका निर्वाह गर्नेछ भन्ने हामी विश्वास लिएका छौँ। हुन त दैनिक जसो 150 को दरले चाहिँ दैनिक रूपमा चाहिँ यहाँ पर्यटकहरू आउने गरेका छन् आन्तरिक पर्यटकहरू र यो ढुङ्गा आइसकेपछि स्टिमर सञ्चालन भइसकेपछि मलाई लाग्छ अबका दिनमा त्यसको जुन आन्तरिक पर्यटकहरू आउने सङ्ख्या चाहिँ दोब्बर तिब्बर हुन सक्छ भन्ने उद्देश्यले चाहिँ यो ढुङ्गा सञ्चालन गरिएको हो र मलाई लाग्छ जतिजना तपाईहरुको मिडिया मार्फत जुन सुनिराख्नु भएको छ हेरिराख्नु भएको छ यो कुरालाई मध्यनजर गर्दै पक्कै पनि तपाईहरु पनि एकचोटि आउनुस् आएर यहाँ अवलोकन गर्नुस्। निकै नै यहाँको बर्कलपुरका स्थानीय वासीहरुको अथक प्रयासले यो ताललाई हामी यहाँसम्म ल्याएका छौं र निकट भविष्यमा अझ यसलाई चाहिँ व्यवस्थित तरिकाले लानेछौं भन्ने हाम्रो प्रयास हो।